सोसल मिडियाहरूमा चाहिँ हामीले देखिरहेको हुन्छौँ जो अरब कन्ट्रीमा हुने नेपाली दाजुभाइहरूले चाहिँ अन्डालाई यो सिमेन्टीमा राखेर या जस्तै घाममा तातो भएपछि चाहिँ आफै अम्लेट भएको भनेर हेरिरहेको हुन्छौँ होइन। त्यो चाहिँ एक्चुअलमा चाहिँ सही हो कि होइन भनेर चाहिँ आज म चेक गर्न गइरहेको छु। मैले यहाँ अन्डा लिएर आएको छु। अब यो चाहिँ अहिले 12:37 भइसकेको छ। यो एकदम मध्याह्न छ, एकदम तातो हिट भएको बेलामा चाहिँ म यो एक्जाम्पल टेस्ट गरिरहेको छु। अब यो अन्डालाई चाहिँ मैले यहाँ राखेर यहाँ मैले तोडेँ होइन। अब तोडेर चाहिँ चेक गर्नु पर्यो यो साँच्चीकै पाक्छ कि पाक्दैन, के छ, अम्लेट हुन्छ हुँदैन। यहाँ मैले छोडेको छु, के हुने रहेछ है त। मैले 12:37मा यो अन्डा चाहिँ फुटाएर यो अम्लेट बन्नको लागि घाममा छोडिदिएको थिएँ। तर अहिलेसम्म यो चाहिँ अम्लेट भएको छैन। के हदसम्म चाहिँ तातिएको छ तर अम्लेट पनि भएको छैन। जबकि अहिले 1:12 भइसकेको छ, आधी घन्टाभन्दा माथिको समय भइसकेको छ र पनि भएको छैन। अहिले 4:30 भन्दा माथि भइसकेको छ, 4:36 भइसकेको छ। त्यतिखेरको समयमा पनि अन्डा यस्तो स्थितिमा छ। अहिले भने चाहिँ पक्का अट्याच भएको छ।